एन्क्लेक्स नोड्स सिम्पेथेटिक एन्ड पारासिम्पेथेटिक नर्भस सिस्टम। एकजना बहिनीले यसमा म खाली कन्फ्युज हुन्छु, त्यही भएर सिम्प्लिफाई गरेर भनिदिनुस् भन्नुभएको थियो। त्यही भएर मैले आज यो टपिक लिएर आएको छु एन्क्लेक्सको। र यसमा मेन सम्झिनु पर्ने मेमोरी टिप चाहिँ के हो त भन्दाखेरि सिम्पेथेटिक नर्भस सिस्टम र पारासिम्पेथेटिक नर्भस सिस्टम भनेको चाहिँ सिम्पेथेटिक नर्भस सिस्टम चाहिँ एक्युट स्ट्रेस भएको बेलामा एक्टिभेट हुन्छ भने पारासिम्पेथेटिक नर्भस सिस्टम चाहिँ रेस्ट र डाइजेस्टको मोडमा मात्रै एक्टिभेट हुने गर्छ। र एक्युट स्ट्रेसको बेलामा चाहिँ सिम्पेथेटिक नर्भस सिस्टम भनेपछि के सम्झिने भन्दाखेरि एक्युट स्ट्रेसको सिचुएसन भनेको तिमी चाहिँ जंगलमा छौ र जंगलमा तिमीलाई बाघले खेदाइरहेको छ भनेर सम्झिने। बाघले खेदाको बेलामा के हुन्छ त कि तिमी फाइट गर्न जान्छौ कि त्योबाट भाग्छौ। फ्लाइट र फाइट रेस्पोन्सको लागि तयार गर्ने भनेको सिम्पेथेटिक नर्भस सिस्टमले हो। र फाइट र फ्लाइट गर्ने बेलामा के हुन्छ त हाम्रो शरीरमा भन्दा हार्ट रेटहरू बढ्ने गर्छ, रेस्पिरेटरी रेटहरू बढ्ने गर्छ, अनि पिपिलहरू डाइलेट हुने गर्छ मजाले त्यो अब्जेक्टलाई देख्नको लागि, अनि ब्लड सुगर लेभल बढ्ने गर्छ जसले गर्दाखेरि चाहिँ बडीमा एनर्जी आउँछ रन गर्नको लागि अथवा फाइट गर्नको लागि। यो सबै सिम्पटम्सहरू चाहिँ सिम्पेथेटिक नर्भस सिस्टमको हो। एक्युट स्ट्रेसको बेलामा सिम्पेथेटिक नर्भस सिस्टम एक्टिभेट हुन्छ। एस सम्झिने, स्ट्रेस फर सिम्पेथेटिक है। अब पारासिम्पेथेटिक नर्भस सिस्टम भनेको चाहिँ एकदम नर्मल मोड हो। बडी जब रेस्टमा र डाइजेस्टको मोडमा हुन्छ त्यो बेला पारासिम्पेथेटिक नर्भस सिस्टम चाहिँ एक्टिभेट भएको हुन्छ। जस्तै रेस्टको बेलामा के हुन्छ, खाना खाइसकेर रेस्ट गर्दाखेरि हार्ट रेटहरू पनि घटेको जस्तो हुन्छ, रेस्पिरेटरी रेटहरू पनि घटेको जस्तो हुन्छ, पिपुल कन्स्ट्रिक्ट अथवा नर्मल भिजनको लागि तयार भएर बसेको हुन्छ, ब्लड सुगर लेभल पनि नर्मल अथवा डिक्रिज हुने गर्छ। त्यो भनेको पारासिम्पेथेटिक हो। पाराको रालाई रेस्टमा भनेर सम्झिनुपर्छ। अब मेन डिफरेन्सहरुमा है त सिम्पेथेटिक नर्भस सिस्टम र पारासिम्पेथेटिक नर्भस सिस्टम। सिम्पेथेटिक नर्भस सिस्टमलाई मा के हुन्छ त फ्लाइट और फाइट रेस्पोन्सको लागि बडी तयार भएको हुन्छ। एक्टिभ ड्युरिङ द स्ट्रेस, फियर, डर लागेको बेला र इमर्जेन्सीको बेलामा एक्टिभेट हुन्छ सिम्पेथेटिक नर्भस सिस्टम। यस्तो बेलामा के हुन्छ त इमर्जेन्सीको बेलामा, डर लागेको बेलामा हार्ट रेट इन्क्रिज हुन्छ, रेस्पिरेटरी रेट इन्क्रिज हुन्छ, पिपिल्सहरू डाइलेट हुन्छ मजाले भिजन त्यो अब्जेक्टलाई मजाले देख्नको लागि है। अनि डाइजेस्टिभ सिस्टम भनेको इनिबिट्स डाइजेसन। यस्तो बेलामा भोक लाग्दैन, डाइजेस्टिभ सिस्टम एक्टिभेट हुँदैन। यो बेलामा सलाइभेसन पनि हुँदैन, डिक्रिज हुन्छ सलाइभेसन पनि, र इनर्जी युज चाहिँ इन्क्रिज हुन्छ हैन। अनि ब्लड ग्लुकोज लेभल चाहिँ एकदमै हाई हुन्छ जसले गर्दाखेरि बडीलाई एनर्जी दिइरहेको हुन्छ त्यससँग फ्लाइट अथवा फाइट गर्नको लागि। युरिनरी एक्टिभिटी डिक्रिज भएको हुन्छ, बावेल र ब्लाडर दुइटै नै डिक्रिज हुन्छ यो बेलामा हैन। अनि न्युरोट्रान्समिटर भनेको चाहिँ मेन यसको नरइपिनेफ्रिन हुन्छ यो सिम्पेथेटिक नर्भस सिस्टमको। अनि एक्जाम्पल, अब सिम्पेथेटिक नर्भस सिस्टमको एक्जाम्पल भनेको चाहिँ रनिङ फ्रम डेन्जर लाइक अ बियर है। अनि अब पारासिम्पेथेटिक भनेको ठ्याक्क उल्टो, भागेको बेलामा हैन कि रेस्ट एन्ड डाइजेस्टको रेस्पोन्स भनेको पारासिम्पेथेटिक नर्भस सिस्टम। पारा रा र रेस्ट है सम्झिने तरिका। अनि एक्टिभेसन भनेको एक्टिभ ड्युरिङ रिल्याक्सेसन र रेस्टको बेलामा पारासिम्पेथेटिक नर्भस सिस्टम एक्टिभ भएको हुन्छ। हार्ट रेट डिक्रिज हुन्छ रेस्टको बेलामा, रेस्पिरेटरी रेट डिक्रिज हुन्छ रेस्टको बेलामा, पिपिल्सहरू कन्स्ट्रिक्ट हुन्छ अथवा नर्मल भिजन हुन्छ, डाइजेस्टिभ सिस्टम स्टिमुलेट भएको हुन्छ, भोक लाग्छ रेस्ट गरेको बेलामा, इनर्जी कन्जर्भ गरेको हुन्छ, अनि युरिनरी एक्टिभिटीहरू इन्क्रिज भइरहेको हुन्छ। मेन न्युरोट्रान्समिटर भनेको एसिटाइलकोलिन हो र एक्जाम्पल भनेको चाहिँ रिल्याक्सिङ आफ्टर इटिङ, खाना खाइसके पछाडि रिल्याक्स गरेको अवस्थामा चाहिँ पारासिम्पेथेटिक नर्भस सिस्टम एक्टिभेट हुन्छ। अब यो रिलेटेड क्वेसन भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अ पेसेन्ट इज एक्सपिरियन्सिङ ब्राडिकार्डिया, increased salivation and active bowel sounds after receiving a medication. Which part of the autonomic nervous system is most likely being stimulated? Parasympathetic, sympathetic, somatic र central nervous system कुन एक्टिभेट हुन्छ त? ब्राडिकार्डिया भनेपछि के त हार्ट रेट कम भइरहेको छ, सलाइभेसन बढिरहेको छ र बावेल साउन्ड पनि एक्टिभ छ, पेसेन्टलाई भोक पनि मजाले लागिरहेको छ भने के हुन्छ त यस्तो बेलामा चाहिँ पारासिम्पेथेटिक नर्भस सिस्टम एक्टिभ भएको हुन्छ है। करेक्ट एन्सर पारासिम्पेथेटिक नर्भस सिस्टम। ब्राडिकार्डिया, स्लो हार्ट रेट, इन्क्रिज सलाइभेसन एन्ड एक्टिभ बावेल साउन्ड्स इन्डिकेट एक्टिभेसन अफ द पारासिम्पेथेटिक नर्भस सिस्टम विच प्रोमोट्स रेस्ट एन्ड डाइजेस्ट फङ्सन। मेडिकेसन्स लाइक कोलिनर्जिक एगोनिस्ट क्यान स्टिमुलेट दिस सिस्टम है। यो भयो, यति नै हो पारासिम्पेथेटिक र सिम्पेथेटिक नर्भस सिस्टम। मेन सम्झिनु पर्ने भनेको चाहिँ सिम्पेथेटिक भनेको स्ट्रेसको बेलामा जे हुन्छ सबै, हार्ट रेट बढ्ने, रेस्पिरेटरी रेट बढ्ने हैन, एयरवे ओपन हुन्छ,
अनि ब्लड ग्लुकोज लेभलहरू बढ्ने तर फेरि त्यही बेलामा युरिनरी र बावेल एक्टिभिटिजहरू चाहिँ घट्ने, सलाइभेसन पनि घट्ने है, भोक पनि लाग्दैन, हो त्यस्तो हुने गर्छ। हो त्यति नै सम्झिँदाखेरि पुग्छ। रेस्टको बेलामा हाम्रो बडीले कस्तो फङ्सन गर्छ र स्ट्रेसको बेलामा अथवा डर लागेको बेलामा इमर्जेन्सी सिचुएसनमा कस्तो रेस्पोन्स गर्छ, हो त्यो दुईटाको डिफरेन्स भनेको सिम्पैथेटिक र प्यारासिम्पैथेटिक हो। ओके, थ्याङ्क यू।